हेलो गाइस, मेरो नाम चाहिँ शोभा। म चाहिँ अस्ट्रेलियामा बस्छु अनि म अस्ट्रेलियाको एज्ड केयरमा काम गर्छु। एज्ड केयर भनेको वृद्धाश्रम, बुढाबुढी हेर्ने ठाउँ होइन। अनि त्यसपछि मैले एज्ड केयरमा काम गर्न थालेको चाहिँ 8 वर्ष जस्तो भइसक्यो। अनि त्यसपछि अब यहाँ 8 वर्षमा कहिले कसो कतिवटा इन्ट्रेस्टिङ कुराहरू भइरहेको हुन्छ नि त, मलाई चाहिँ इन्ट्रेस्टिङ लागेको। अनि त्यसपछि यदि तपाईँहरूलाई मेरो कुरा सुन्नलाई इन्ट्रेस्टिङ लाग्यो भने मलाई फलो गर्नु, अब यदि मतलबै छैन भने बाई बाई। अनि यो कुरा चाहिँ पहिला म मेलबोर्नमा काम गर्दाखेरिको 5-6 वर्ष अगाडिको हो होइन। म एयरकेमा डिमेन्सिया सेक्सनमा काम गर्थेँ होइन। डिमेन्सिया सेक्सन भनेको चाहिँ डिमेन्सिया भन्ने एउटा रोग हुन्छ, बिर्सिने रोग। अनि त्यसपछि त्यस्तो रोग लागेको मान्छेलाई एउटै सेक्सनमा राखेको हुन्छ कि, लाइक 30वटा जस्तो बेड। त्यो चाहिँ अलिकति सेक्योर हुन्छ, उनीहरूलाई निस्किन ओर्न अलिकति गाह्रो हुने खालको बनाएको हुन्छ होइन। अनि त्यसपछि त्यो सेक्सनमा काम गर्न गएको थिएँ, नाइट सिफ्ट, रातिको सिफ्ट। अनि त्यसपछि के भयो भने एउटा मान्छे चाहिँ रुममा हेर्न गएको, भेटेन है, भेटेन। अब टेन्सन कहाँ गयो भनेर सबतिर खोजिसक्यो, कहीँ भेटेन होइन। अनि त्यसपछि अब त्यो भागेर जाने चाहिँ होइन कि, तर त्यो अब अलिक बेहोसीमै कतै गयो कि भन्ने जस्तो भयो नि त। अनि खोज्दा तलमाथि खोजिसक्यो, कहीँ भेटेन है। अनि त्यसपछि के अरे 1-1.5 घन्टै खोजिसक्यो क्या, बाहिरतिर गयो के भयो होइन। अनि त्यसपछि फेरि अनि फेरि लास्ट एकचोटि रुममा पनि चेक गर्नु पऱ्यो भनेर गएको त, भरे के गरिरहेको रहेछ भने कुनामा चाहिँ नि दराज थियो होइन। अनि दराजको एउटा ढोका चाहिँ नि खुल्लै थियो होइन। त्यो दराजको ढोका खुल्लेको पछाडिपट्टि चाहिँ गएर उभिएर निदाइरहेको क्या, मजाले उभि निदाइरहेको। तर कस्तो भने यसरी झ्यापझुप हेर्दाखेरि चाहिँ छेक्किने ठाउँ परेछ क्या त्यो दराजको ढोका खुल्लै भएर। अनि ऊ त हामीलाई त्यत्रो 1-1.5 घन्टा त्यत्रो टेन्सन, ऊ त पुरा मजाले उभिएर निदाइरहेको क्या। त्यस्तै हो, त्यति हो, बाई बाई।